वेलकम टु टेक्फो इनसाइट। आजको भिडियोमा हामीले कुनै पनि पासवर्ड कति छिटो क्र्याक हुन सक्छ अथवा ह्याक हुन सक्छ भनेर एउटा भिडियो लिएर आएका छौं। यदि हजुरहरूलाई पनि आफ्नो कुनै पनि पासवर्ड कति छिटो ह्याक हुन सक्छ त यस विषयमा जानकारी छैन भने यो भिडियो हेरेर जानकारी लिन सक्नुहुनेछ। पासवर्ड क्र्याक गर्ने दुईवटा मुख्य तरिकाहरू रहेका छन्। तिनीहरू हुन् डिक्सनरी अट्याक र ब्रुट फोर्स अट्याक। डिक्सनरी अट्याक भनेको यस्तो अट्याक हो जसमा विश्वभरि युज हुने जनरल पासवर्डहरू जो इन्टरनेटमा फ्रीली अभाइलेबल छन् त्यस्तो पासवर्डहरूको लिस्ट बनाउने र वान बाइ वान गर्दै त्यो सबै पासवर्डहरू टेस्ट गर्ने। र ब्रुट फोर्स अट्याक भनेको यस्तो अट्याक हो जसमा के गरिन्छ भने कुनै पनि पासवर्डको सम्भावित सबै कम्बिनेसनहरू बनाइन्छ र ती सबै कम्बिनेसनहरू एकपछि अर्को गर्दै टेस्ट गरिन्छ। मैले यहाँ जति पनि पासवर्डहरू देखाइरहेको छु त्यो सबै इन्टरनेटबाट लिएको डेमो पासवर्ड हो। कसैको पनि मैले प्राइभेट पासवर्ड लिएको छैन। मैले यहाँ नेपालमा कमनली युज हुने अथवा सर्वसाधारणहरूले नर्मल्ली युज गर्ने पासवर्डहरू लेखेको छु। स्क्रिनमा हेर्न सक्नुहुनेछ। र केही स्ट्रङ पासवर्डको इक्जाम्पलहरू पनि लेखेको छु। यो पनि स्क्रिनमा देख्न सक्नुहुनेछ। अब हामीले स्क्रिनमा देखिएको कमनली युज्ड पासवर्ड र स्ट्रङ पासवर्डलाई एक एक गर्दै चेक गर्नेछौँ र हेरौँ कुन पासवर्डलाई ब्रुट फोर्स अट्याक युज गरेर अट्याक गर्दा कति छिटो ह्याक हुन सक्छ त। यसका लागि हजुरले आफ्नो फोन अथवा ल्यापटपमा भएको कुनै पनि वेब ब्राउजर खोल्नुहोला। मसँग क्रोम ब्राउजर छ अथवा गुगल क्रोम छ। म यो गुगल क्रोम ओपन गर्छु। गरिसकेपछि हजुरले सर्च बारमा गएर टेस्ट पासवर्ड स्ट्रेन्थ टाइप गर्न सक्नुहुनेछ। र टाइप गरिसकेपछि इन्टर गर्नुहोला। र यो सँगै हामीले इन्टर गरिसकेपछि धेरै वेबसाइटहरू देख्न सक्छौँ। मैले यो पहिलो लिङ्कमा क्लिक गर्छु। हजुरहरूले यो मात्रै नभएर अरू कुनै लिङ्कमा पनि क्लिक गर्न सक्नुहुनेछ। यहाँ लेखेको छ पासवर्ड स्ट्रेन्थ मिटर। पासवर्ड स्ट्रेन्थ मिटर भन्ने यो वेबसाइट खुलेन, त्यसैले म अर्को वेबसाइटमा टेस्ट गर्छु। यो छ बिटवार्डेन BITWARDEN को पासवर्ड टेस्टर भनेर छ। म यसमा क्लिक गर्छु। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ र म यहाँ केही विक पासवर्डहरू इन्टर गरेर हेर्छु। 1 2 3 4 5 6। यो एउटा विक पासवर्ड हो। यही देखाएको छ भेरी विक र एस्टिमेटेड टाइम टु क्र्याक लेस देन अ सेकेन्ड। यसको अर्थ यदि हजुरको पासवर्ड 1 2 3 4 5 6 यो पासवर्ड छ भने ब्रुट फोर्स मेथड युज गरेर हजुरको पासवर्डलाई ह्याक गर्नको लागि 1 सेकेन्ड पनि लाग्दैन। अब हामी अर्को पासवर्ड ट्राई गरौँ। नेपाल 1 2 3। यो पनि भेरी विक पासवर्ड देखाएको छ र एस्टिमेटेड टाइम टु क्र्याक 28 सेकेन्ड। त्यस्तै गरेर 100 200 300
यो पनि भेरी विक पासवर्ड छ र यसलाई पनि ह्याक गर्नको लागि 1 सेकेन्ड भन्दा कम टाइम लाग्छ। अब हामीले केही स्ट्रङ पासवर्डहरू चेक गरेर हेर्नेछौँ। मैले यहाँ एउटा स्ट्रङ पासवर्ड इन्टर गरेको छु र देख्न सक्नुहुनेछ योर पासवर्ड स्ट्रेन्थ स्ट्रङ र एस्टिमेटेड टाइम टु क्र्याक सेन्चुरिज। यसको अर्थ यो पासवर्डलाई क्र्याक गर्नको लागि सयौं हजारौं वर्षहरू लाग्न सक्छ। त्यस्तै गरेर अब हामी अर्को पासवर्ड पनि ट्राई गरौँ। र मैले यहाँ अर्को पासवर्ड पनि इन्टर गरेको छु। यो पासवर्डको स्ट्रेन्थ पनि गुड देखाएको छ र यसलाई क्र्याक गर्न लाग्ने समय 74 इयर्स अर्थात् 74 वर्ष, जो एकदमै लामो समय हो। मैले यहाँ अर्को पासवर्ड पनि इन्टर गरेको छु र यसको स्ट्रेन्थ पनि स्ट्रङ छ र यसलाई क्र्याक गर्नको लागि पनि सेन्चुरिज लाग्न सक्छ भनेर देखाएको छ। त्यसैले हजुरले पनि आफ्नो पासवर्डलाई एकदमै स्ट्रङ राख्नुहोला, जसले गर्दा यदि कसैले ब्रुट फोर्स मेथड युज गरेर हजुरको पासवर्डलाई ह्याक गर्न खोज्यो भने सयौं हजारौं वर्ष लागोस् अथवा हजुरको पासवर्ड ह्याक गर्न नसकोस्। हामीले हाम्रो कुनै पनि एकाउन्टलाई अझ बढी सुरक्षित राख्नको लागि स्ट्रङ पासवर्ड र 2 फ्याक्टर अथेन्टिकेसनको युज गर्न सक्छौँ। 2 फ्याक्टर अथेन्टिकेसनको बारेमा हामी अर्को छुट्टै भिडियोमा डिस्कस गर्नेछौँ। हजुरलाई आजको भिडियो कस्तो लाग्यो? यदि यो भिडियो हजुरहरूलाई उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथै भिडियोको बारेमा कुनै सल्लाह, सुझाव, प्रतिक्रिया छ भने तल कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ।